नमस्कार। आज मैले नेपालको अहिले भर्खरै रजिस्टर भएर बसेको सोपान फार्मास्युटिकल्स लिमिटेड भन्ने कम्पनीको आइपिओ रजिस्टर भइसकेर आज पाँचौं दिन कारोबारमा आइसकेर तपाईको 304 मा ओपन भएको 531 सम्म यो हप्ता शुक्रबार पुगेर बन्द भएको र सोमबारबाट फेरि यसको प्राइस चाहिँ अप ट्रेन्ड समाउने भन्ने खालको कुरा चाहिँ आएको भएर फेरि तपाईलाई अब यसको बारेमा मैले बुझेको र यो कम्पनी कतिसम्म प्राइसिङ जान सक्छ भन्ने कुराको छोटकरीमा मलाई लागेको कुरा भन्न गइरहेको छु। यो कम्पनी चाहिँ तपाईको अहिले हेर्नुहुन्छ भने खासै भोल्युमहरु त अब अहिले नै 500 मै त के आउन सक्दैन, आउँदैन नै। तपाईको आए पनि उनीहरुले नै बेचेर भोल्युम अलिकति भए पनि तानेर अरु कसैको पनि भोल्युम खाइदिएर चाहिँ यिनीहरुले एकुमुलेसन फेजमा तपाईको पाउन सक्ने किताहरु चाहिँ यिनीहरुले कलेक्सनै गर्ने हुन्छ। त्यो जतिमा कलेक्सन गरे पनि प्रफिटै हुन्छ, डबल त्रिबल। अहिले अब 380 किता कसले कस खातामा गयो उहाँहरुको 100% नाफा मात्रै हैन, तपाईको 10 कितामा 1000 रुपैयाँ नाफा प्रति किता खाँदा 3,80,000 यस्तो नाफा हुन्छ। तर कसले कसको किन्यो भन्ने चाहिँ थाहा नभएको भएर अब यो को सम्बन्धित छ के छ थाहा भएन, हेरौँ कसको खातामा ट्रान्सफर हो थाहा भएन। त्यो कुरा छोडेर तपाईले हेर्न सक्नुहुन्छ यो चाहिँ पब्लिक कम्पनीमा भएको शेयर चाहिँ तपाईको 39,03,900 किता रहेछ र लकिङ होल्डिङमा 3,86,100 किता र प्रमोटर होल्डिङ छ 1,28,70,000 किता चाहिँ 75% चाहिँ पब्लिकसँग छ, 22% चाहिँ प्रमोटरसँग 75%, पब्लिकसँग 22.75% र लकिङ होल्डिङसँग चाहिँ 2.25% भनेर 3,86,000 छ। यो किता चाहिँ तपाईको सप्लाई आउनको लागि अब यसले थोरै रूपमा तपाईलाई म के भन्न चाहन्छु भने पब्लिकको हेर्ने र यस्तै खालको पहिला आएको कम्पनी हेर्नुहुन्छ समयको टाइम फ्रेन्डली पनि गर्ने भएको भएर कतिपय कुरा चाहिँ टाइम टेबल, कतिपय कुरा चाहिँ तपाईको कम्पनीको स्ट्रक्चरमा भर पर्छ। अब जस्तै यो कम्पनीमा हेर्नुहुन्छ भने लामो रस्साकसी नै हुन सक्छ 1500 देखि माथि। तपाईको अब आउने हप्ताभरिमा तपाईको सोमबार 531 बाट 15% इन्क्रिज भएर 610 मा पुगेर क्लोज हुने र मंगलबार 702 पुग्ने, बुधबार 807 पुग्ने, बिहीबार 928 पुग्ने अनि शुक्रबार 1067 पुगेर क्लोजिङ हुने। यति बेलासम्म केही कारोबार आउँदैन शेयर ढुक्कले तपाईले होल्ड गर्न सक्नुहुन्छ। त्यसपछि रह्यो नेक्स्ट वीक, अब आउने हप्ताको भन्दा पनि नेक्स्ट वीकको कुरा हो। आउने हप्तालाई त यतिकै छोड्दियौँ। अब तपाईको अर्को सोमबारको, आउने सोमबार हैन अर्को सोमबारको लागि चाहिँ 1227 पुग्छ, 1411 पुग्छ मंगलबार, बुधबारमा पुग्छ 1623, बिहीबारमा पुग्छ 1866 र बिहीबार पछि शुक्रबारमा 2145। यो तपाईको बुधबारदेखि पछाडिको प्राइसिङ चाहिँ कहाँनेरि पुगेर यसले लिक खान्छ अथवा यसले डाउन ट्रेन्ड समाउँछ भन्न चाहिँ म भन्न नसक्ने भए। बुधबार चाहिँ लगभग यसले मार्केटमा क्याप्चरै गर्छ किनभने किता आउला 20-30 हजार किता आउला खान्छ त्यो दिन चाहिँ। तर बिहीबार 1866 लाई चाहिँ यसले मार्केटले प्राइसिङलाई एडजस्ट गर्छ कि तपाईको अगाडि बढ्छ भन्ने कुरा चाहिँ थाहा भएन। त्यसपछि रह्यो अब सँगै फ्राइडे चाहिँ तपाईको सप्लाई आउँछ नि। बुधबारबाट सप्लाई आएन भने पनि बिहीबार सप्लाई आउँछ, बिहीबार इन केस आएन भने फ्राइडे चाहिँ तपाईले बढेको प्राइसमा 10% घटेको र 15% घटेको चाहिँ भेट्न सक्नुहुन्छ। जहाँसम्म लाग्छ बुधबारबाट नेक्स्ट बुधबारबाट फ्राइडेको बीचमा जति पनि सेल आउने सम्भावना छ त्यही नै हो। अब तपाईको 8 दिन चाहिँ तपाईको मज्जाले काम चाहिँ शेयरमा यसको यो कम्पनीलाई चाहिँ सोपानको चाहिँ 8औं दिनसम्म चाहिँ तपाईले राम्ररी यसलाई चाहिँ हेरेर बस्न सक्नुहुन्छ। 8औं दिनमा यसको कम्प्लिटली सेल आएपछि तपाईले बेचेर भाग्नु नै पर्ने हुन्छ किनभने त्यति बेला पनि बेच्न सक्नु भएन भने चाहिँ तपाईको 1100-1200 अर्को ओएमपीएल सँगै आएर रेट घट्ने भएको भएर तपाईले 1100, 1200, 1400, 1600 को रेटमा त के बेच्नुहुन्थ्यो। अब बेच्नै मन छ भने एकदम पिक प्राइसमा बेचेर सेल गरेर आउट हुन को लागि म तपाईलाई अनुरोध गर्न चाहन्छु। जोसँग 10 किता शेयर छ उहाँहरुले त्यही अनुसार बेच्नु होला, म पनि त्यही अनुसार तयारीमा छु। अहिले चाहिँ जिस्काएर नबस्नुस्, मार्केटले खाइन्छ तपाईको शेयर र एकैचोटी बेच्दाखेरि पिकमा पुगेर बेच्न सकिन्छ। अलिअलि तलमाथि पर्छ, कहिले एक दिन अगाडि पर्छ, कहिले एक दिन पछाडि पर्छ, ठ्याक्कै चाहिँ हुँदैन यो आइपिओ हो। त्यही भएर तपाईको यति चाहिँ पुग्छ भन्ने अनुमानित कुरा चाहिँ मैले तपाईलाई भनिरहेको छु है त।